हामी चाहिँ नयाँ तरिकाले केरा पकाउन लाग्यो है। सबैजनालाई स्वागत छ मेरो केरा पकाउन लागेको भिडियोमा। यो भिडियो चाहिँ बजे घर गथ्यौँ नि त्यही दिनको है। हामी बसिरहेको थियौँ नि अनि फुपू पनि ठ्याक्कै आउनुभयो अनि यस्तो कुरा गर्दा गर्दै यतातिर आँखा गयो के केरातिर है। अनि कौवा भन्छु कागले खाइरहेको रहेछ अनि काट्न गएको त काट्यो अनि म ल्याउनु लागेको त मैले सकेन के अनि बुढाले ल्याउनु भयो। बुढाले पनि कस्तो धगइरहेको केरा चाहिँ धेरै पाकेका रहेछन् के कागले खाएको रहेछ। हेर्नु कसरी खान्छ पुरै खाली गरेछ अनि यति धेरै खा रहेछ अनि फुपूले भन्नुभयो खाल्टोमा बनाऊ आज केरा पकाउँ भन्नुभयो के अनि पहिलोचोटि हो नि त यसरी मैले पनि देखेको अनि फुपूले पनि सायद पहिलोचोटि नै होला अरूको देख्नु भएको अरे फुपूले। अनि मैले चाहिँ त्यो घडी काटेर अनि त्यसमा थोडा खोपे जस्तो गरेर आँसीले अनि नुन लगा भइहाल्छ औषधि हाल्नु पर्दैन भन्नुभएको थियो। अनि मैले चाहिँ त्यही हालेँ अनि पछि बजैले लास्टमा भन्नुभयो कि औषधि लिएर हाल यति धेरै केरा खेर जानुभन्दा भन्नुभयो के अनि त्यसपछि औषधि लिएर लगायौँ र अनि खाल्टोमा अगाडि पराल हाल्यौँ। पराल हालिसकेपछि अनि केरा हाल्यौँ एक एक गरेर औषधि हालेको केराहरू अनि त्यसपछि माथिबाट पराल हाल्यौँ अनि परालले पनि राम्रोसित दबायौँ। अनि त्यसपछि माथिबाट फेरि माटो हाल्यौँ। माटो चाहिँ वरिपरि हावा नजाने गरी हाल्नुपर्ने रहेछ। अनि मैले खन्दै फुपू पनि सहयोग गर्दै हुनुहुन्छ चेप्दै गऱ्यौँ अनि कस्तो हुने रहेछ पाकेपछि हजुरहरूलाई देखाउँछ है राम्रो हुन्छ कि हुन्न।